डाइटिङ गर्नेहरूलाई पनि अनि सुगरको पेसेन्टलाई पनि खान मिल्ने नरम र पौष्टिक तत्त्वले भरिपूर्ण कोदोको रोटी। नमस्कार, सबैजना सन्चै हुनुहुन्छ? आउनुहोस् आज सँगै मिलेर कोदोको रोटी बनाऊ है त। कोदोको रोटी खान पनि मन लाग्ने अनि साह्रो भएर खान पनि नसक्नेहरूको लागि यो भिडियो। सर्वप्रथम त जति पानी छ त्यति नै पिठो लिनुहोस्। पानीलाई तताउन राख्नुहोस् अनि हजुरहरूसँग घिउ छ भने घिउ राख्नुहोस्, नत्र भने बटर राख्दा पनि हुन्छ। मैले चाहिँ आज बटर राखेर बनाएँ। हजुरहरूले नुन पनि थोरै राख्न सक्नुहुन्छ। आज चाहिँ मैले नुनलाई स्किप गरेको छु। मैले चाहिँ मेरो छोरीलाई पनि दिने विचार गरेको भएर। पानी उम्लिसकेपछि राखेको कोदोको पिठोलाई हालेर मजाले चलाउनु होला अनि यसलाई 1 मिनेट जति चलाइसकेपछि हजुरले ग्यास अफ गरेर यसलाई चाहिँ मजाले चलाएर अनि माथिबाट केहीले छोपेर 5 मिनेटसम्म राखिदिनु होला। 5 मिनेट पछाडि बिर्को खोलेर हेर्नुहोस्, त्यो राम्रोसित डोको लागि तयार भइसकेको हुन्छ। त्यस पछाडि यसलाई एकछिन चिसो हुन दिनुहोस् अनि चिसो भइसकेर हल्का सेलाएपछि हजुरले यसलाई मजाले डो बनाउन सक्नुहुन्छ र यसलाई मजाले चलाएर राखिसकेपछि यसलाई एकछिन आधी घण्टासम्म चाहिँ एउटा प्लास्टिकमा पोको पारेर राख्नुभयो भने चाहिँ एकदमै नरम रोटी बन्छ। हेर्नुहोस् त मैले यसलाई पोको पारेर राखिसकेको छु। कोदोको रोटीमा चाहिँ प्रशस्त मात्रामा पोषक तत्त्वहरू पाइन्छन् जस्तो कि फाइबर, प्रोटिन, आइरन र म्याग्नेजियम र यो चाहिँ सुगर भएको व्यक्तिहरूलाई पनि राम्रो हुन्छ। यो खाइसकेपछि चाहिँ धेरै बेरसम्म भोक नलाग्ने भएको भएर ज्यान घटाउन चाहनुहुनेहरूको लागि पनि यो एकदम राम्रो विकल्प हुन सक्छ। लाग्न सक्छ यो त एकदम साह्रो रोटी बन्छ, यो त कसरी खाने होला भन्ने लाग्न सक्छ, तर यसरी बनाउनुहोस् कि रोटी यस्तो नरम बन्छ कि जुन चाहिँ बच्चा र बुढाबुढीहरूलाई पनि दिन सक्नुहुन्छ। हाम्रो परिवारको लागि त यो एकदमै राम्रो खानाको विकल्प बनेको छ। र अर्को कुरा, यसबाट हजुरहरूले मोमो पनि बनाउन सक्नुहुन्छ र त्यो एकदम स्वादिष्ट बन्छ, जुन हामीले पहिला ट्राई गरिसकेका छौँ। मैले त यस्तै खानाहरूले मेरो सुगर कन्ट्रोल गरे, हजुरहरू पनि गर्न सक्नुहुन्छ। एकचोटि पक्कै पनि हजुरहरू ट्राई गर्नुहोस् है त। मलाई आशा छ हजुरहरूलाई पनि यो रेसिपी मन पर्नेछ। जसले आफ्नो अमूल्य समय दिएर यति बेरसम्म भिडियो हेरिदिनु भयो उहाँहरूलाई धन्यवाद। आजको लागि भिडियो यति नै, फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई।